यो मानिसले पहिलो पटक 2018 मा आर्म रेस्लिङमा डेब्यु गरेका थिए र यो मानिसको नाम हो डेवन लारट र यो मानिसको पहिलो खेल यस्तो खतरनाक मानिससँग हुन्छ र यो मानिसको नाम हो माइकल टट। ऊ त्यस बेलाको सबैभन्दा खतरनाक खेलाडीहरू मध्येमा एक थिए र यो खेलमा सजिलै माइकल टडले डेवनलाई पराजित गरिदिन्छ, तर डेवनलाई त्यो हारले नराम्रोसँग झकझकाइदिएको थियो। खेल सकेपछि पत्रकार सम्मेलनमा डेवनले भन्छ, म हार मानेको छुइनँ, यो त केवल सुरुवात मात्र हो। त्यसपछि ऊ 2 वर्षसम्म एकदमै गायब हुन्छन् र चुपचाप कडा मेहनत गरिरहेका हुन्छन् र आफैलाई फेरि मैदानमा उत्रिनको लागि तयारी गर्छन्। त्यसपछि 2021 मा यिनीहरूको फेरि भेट हुन्छ, तर अब समय परिस्थिति सबै बदलिसकेको थियो। डेवन अब पहिलाको जस्तो कमजोर थिएन, तर उसको प्रतिद्वन्दीलाई अझै पनि डेवन प्रति एक रति पनि विश्वास थिएन। तर तपाईँ यहाँ देख्न सक्नुहुन्छ माइकलको हालत र यो खेलमा एकदमै सजिलै डेवनको जित हुन्छ। त्यसपछि डेवनले भनेका थिए, म केवल यहाँ जित्नका लागि आएको होइन, म यहाँ राज गर्नको लागि आएको हुँ।